सो गाइज आज चाहिँ हामी मोटर भ्लगिङ सेटअपमा छौँ। अब आज चाहिँ हाम्रो मनोज दाइले बाइक कुदाउँदै हुन्छ। दाइ कस्तो लाग्दैछ? एकदम भाइ म भर्खर है नयाँ सिक्दामा पनि यहाँ रमाइलो लागिरहेछ। आज बाइक पाएको छौँ दाइको होइन। सो प्रवीण दाइले हामीलाई बाइक दिनुभएको थियो। आज गच्छाको जा भनेर पुगाउनु सामान पुगाएर आइज भनेर हामी पुगाएर आएर फेरि अब हामी उयो लिन जाँदैछौँ। अब फेरि हामी ब्याङ्क गएर पैसा बुझाउन छौँ। ब्याङ्कमा भ्लग आउँछ हेर्नु होला। त्यसको लागि जान्छौँ। चट्टसँगले त ब्याङ्कमा बुझाउने पैसा लिएपछि अनि फेरि हामी ब्याङ्क जाने थियौँ। ल दाइ जाउँ बिस्तारै बिस्तारै। मनोज दाइ हाम्रो एकदम पारामा चट्ट पारामा बाइक कुदाउनुहुन्छ चट्टसँगले। दाइको च्यानल पनि छ, दाइको च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला होइन। चट्टसँगले यो चाहिँ दाइकै नरिसाउनु होला। हेलमेट लाग्छ छैन किनभने ड्राइभरले लाग्छ छैन, पछाडि बस्ने लाग्छ भने हेलमेट अलिक क्लिप खुलिएन अनि मामासँग कम्प्लेन नगर्नु होला। मामाहरूले फेरि टेन्सन नहुन्छन् कि अहिलेको जमाना। त्यही त यसो पुलिस मामालाई चाहिँ मेन्सन नगरिदिनु होला प्लिज होइन। किनभने अब हामी यही गाउँमा कुदाउँदैछौँ अनि एकदम म गच्छाबाट ड्राइभ गरेर आएको। दाइले चाहिँ कुदाउँदै हुन्छ अहिले, त्यही भएर अनि हेलमेट थोरै नजिकै छ भने हेलमेट नलगाएको चटर चटर पतार पतार। सो हामी दाइको गाडी त्यही हो, दाइले चलाउँछ। चट्टा हामी आइसकेको छौँ सामान। अब चट्टा दाइले ब्रेक हाल्नु, अगाडिको पनि लिनु, अगाडिको पनि ब्रेक छैन, पछाडिको रोक्नु। अब छोडिदिनु, चाबी बन्द गरिदिनु, माथिको यो अफ गर्नु, यो अफ गर्नु हो, चाबी अफ गर्नु, क्लच छोडिदिनु, काम दिनु। हजुर ल हाम्रो दाइले बाइक कुदाएर ल्याइसक्नु भएको छ। अब हामी कहाँ जाने अरे? अब हामी जाने ब्याङ्क हजुर। चाबी ओके सर चाबी। अनि अब दाइलाई म क्यामेरा पकाउन दिन्छु। दाइले ठक्क भिडियो बनाउनुहुन्छ। दाइले माथिसँग गाडी कुदाउनुहुन्छ अरे। ठिकै छ। कताहरू जाँदा हामी माथिबाटै स्ट्यान्ड लाउनु। घुमाउने पर्खिनु टाङ्ग्री आयो टाङ्ग्री हाम्रो अङ्कल टाङ्ग्री मुर्गाको कुखुराको दाइले गाडी घुमाउँदैछ। मन दाइको गाडी हो। यो गाडी कुदाउनुहुन्छ। उसको इन्टरभ्युस पनि दामी छ जस्तोसँगले। हामी माथि जाँदैछौँ ब्याङ्क जानु आँटेको। कुन ब्याङ्क अरे दाइ? हामी एनआइबी ब्याङ्क कहाँ रहेछ? कमेन्ट डन एक्सलेटर लिनु। कस्तो लाइट बलेको रहेछ दाइ? घाँस बलेको रहेछ, थाहा पाइहाल्यो के को मोबाइलको देखाउन पाइनँ। त्यसको लागि धेरै धेरै सरी। आज पार्टी पनि छ घरमा बसेर। जे होस् आज पसल बन्द गरेर जे होस् हानिरहेछौँ। आज म पनि सिक्ने मौका पाइरहेको छु होइन। म पनि बाइक त त्यो कुदाउनु जान्दिनँ। मेरो भाइ छ नि त आज पछाडि। भाइ चाहिँ हाम्रो भाइको लाइसेन्सको मान्छे हो। म नि माथिसम्म पुर्याउने कोसिस गर्छु सकेसम्म होइन। त्यसपछि चाहिँ भाइले नै कुदाउँछ। मलाई पनि त्यत्रो अलिकति नलेज छैन। मैले अहिले 3 नम्बरको गियरमा चाहिँ हालिसकेँ है पहिलोचोटि पनि। अब पछाडि मेरो भाइ छन् अरू भन्दा पनि होइन। मलाई अलिकति रोक्नेमा मेरो अलिक कन्ट्रोल छैन क्या। अलिक हातमा के अरे क्लोज र ब्रेक चाहिँ खुट्टाको ब्रेक र क्लोजमा चाहिँ अलिकति उ छैन। तपाईँहरू पनि म जस्तै सिक्दाखेरि पनि अलिकति कन्ट्रोलले सिक्नु होला होइन। म पनि डराइ सिकेको। मलाई चाहिँ बाइक सिक्दाखेरि धेरैचोटि चान्स आयो तर अहिलेसम्म पनि राम्रोसँग सिक्न जानेको छैन क्या। तर पनि अहिले चाहिँ भाइहरू छन् पछाडि सिकाउने। किनकि उनीहरू त लाइसेन्स प्राप्त भएका मान्छे हो। आफू त त्यही 4 पाङ्ग्रेको चाहिँ ड्राइभरै परेँ म पनि। त्यही पनि गाडीले उयो धेरै गेट लगेर हो भने चाहिँ एक्सिडेन्ट लिनु। सो अब हामी सिधै ब्याङ्कमा गएर भेट्छौँ है त। ब्याङ्कमा गएर भेट्छौँ है त सेक्रेटरीको। सो दाइ चाहिँ वासरुम आउनुभएको छ। वासरुम गएको छ भने थाहा छैन। अझै माथि छ ल सुलाइज भन्थ्यो कुन त्यो कस्तो छ गर्नु सुरुमा माथि त्यही सेम हो। एउटै हो, छापेर मात्रै हो। यो के लेख्नु पर्यो एनडिआर के लेखेको छ? एनजिआर एनजी सप्लायर्स एनजिआर हो र यो के हो त?